यता सुन न, लालुलाई भेट्नु गएको थियो लालु प्रसाद यादव बिहारमा। अन्त लालुको घरमा गएपछि लालुले भन्यो, लु अब सोनिया भाउजूकोमा जानुपर्छ, त्यहाँ गएर मजा गर्नुपर्छ भन्यो। अन्त म मनमा नै सम्झ्यो, ए मुखभरि छाला आउँछ के को मजा भनेको लालुले होइन जानुपर्छ मजा आउँछ भन्यो। अन्त लालु र म गयो दिल्ली सोनिया भाउजूकोमा। त सोनिया भाउजूकोमा बस्यो, खायो, मजा गर्यो। अन्त हाँक्ने बेलामा त टोइलेट भेट्दैन, चिल्लो चिल्लो सिमेन्टको हग्लीहरू मात्रै भेट्यो, टोइलेट भेटेन। अन्त म त साह्रो परेर पछाडि घुले टाउको निकाल्नु आँटिसक्यो, साह्रो परे हो। अन्त मेरो पाइ प्लास्टिकमा हगेर हुर्काइदिएको माथि प्लट गरेर भित्तामा टाल्यो, प्लास्टिक फाटेर माथि भित्ता माथि टाल्यो। अन्त के गर्नु भएर चाहिँ एउटा काम गर्नेलाई, हो यताउता, म तिमीलाई यो 5,000 दिन्छु, यो गु सफा गरिदेऊ त भनेको। त्यो मान्छेले त त्यो गु राम्रो हेरेर त, ओ पाला म तिमीलाई अझै 5,000 थपेर दिन्छु, यो तिमीले कसरी हग्यो फेरि एकपल्ट हग त अन्त म छोडिरहेर गयो। लालुले फेरि टोइलेट भेटेन रहेछ। त बल्ल भेटेर गएछ। टोइलेट गरिसक्दा त सबै अटोमेटिक बनाएको रहेछ हो सोनिया भाउजूले, अटोमेटिक वास हुने। अन्त लालुलाई त पुरा मन परेछ। अन्त म पनि यस्तै बनाउँछ बिहारमा गएर भने। अन्त भोलिपल्ट फर्केर आयौँ। बिहारमा आइपुगेर त लालुले टोइलेट बनाउनु थाल्यो, अटोमेटिक टोइलेट। अन्त बनाइसकेर त फेरि सोनिया भाउजूलाई बोलायो, सोनिया भाबीलाई हो बोलाएर दावतमा बोलायो। अन्त खानु दियो, मजा गर्यो। अन्त सोनिया भाउजू टोइलेट जाँदा त लालुको टोइलेटमा पनि अटोमेटिक फ्लस हुन्छ अरे, अटोमेटिक पानी आएर त पखाल्यो अरे। अन्त ए यो लालुले पनि अटोमेटिक टोइलेट बनाएछ भनेर सोनिया भाउजूले यसो पछाडि फर्काएर हेर्दा त मुनिबाट त लालुले अर्को बकेट पनि पानी फ्याँक्नुको लागि रेडी भइरहेको रहेछ अरे। के को अटोमेटिक टोइलेट बनाउँथ्यो, त्यो टोइलेटको कमोडको मुनिपट्टि त लालुको बकेटमा पानी बोकेर बसिरहेको फ्याँक्नुको लागि हो। अन्त त्यति मात्रै कहाँ भएर त्यो टिस्यु पेपर वाइप गर्नुको लागि चाहिँ फेरि डन्ठामा पुल्ठो बाँधेर पछाडि हालिरहेको थियो अरे। त्यो डन्ठाले यसो वाइप गरिदिनु पुछिदिनुको लागि। एकदम हाउडे रहेछ नि लालु त, बदमास रहेछ नि। अब त म जान्दैन लालुसँग, हिँड्दैन।